साईको मुजी रे साईको पारा भेटेर बोतल टाउकोमा फुटेर थाहा पाउँछ नि फेरि बोतल टाउकोमा फुट्दा यस्तो अरे क्या कहाँ छु पुरा इंग्लिशमा दिन मन छ किन हो किन उसलाई पुरा इंग्लिशमा हान्न मन छ आई होप त सक्सेस होस् म नेपालीको कसैको र्यापै सुन्दिन क्या भिटेन फुस्केको के भएर हो भिटेनको कति गीतहरू खुल्केको के भएर हो सेम यहाँको कपी गर्नु खोजेर क्या ऊ पहिला आफ्नो पाराले दिन्थ्यो एउटा इन्फ्लुएन्स पाराले हान्थ्यो होइन अनि त्यो देखिँदैन थियो अहिले चाहिँ उसलाई कस्तो भने पुरा इंग्लिशमा दिन मन छ किन हो किन उसलाई पुरा इंग्लिशमा हान्न मन छ आई होप त सक्सेस होस् भाइ आई होप त सक्सेस होस् इंग्लिशमा हानेर यो चाहिँ भिटेनको कुरा हो तर इंग्लिशमा भन्दा त हामीलाई त नेपाली भिटेन नै चाहिएको नि त नेपाली भिटेन मनपर्छ नि त हामीलाई होइन र उहाँ चाहिँ स्वाइहरू टाइपको हो त्यस्तो खालको होइन यस्तै चप्पारा मेरो बाल छैन आमाको जे भने पनि सबै गाना सुन न उसको नेपाली इंग्लिश चाहिँ किन हान्छ मैले बुझेकै छैन जबकि इंग्लिशमा राम्रै छैन इंग्लिशमा तिमीहरूले फुल अन कन्भर्सेसन तिमीहरूले 15 मिनट मान्छेसँग ट्याक्रा कुरा गर्न सक्दैन भने छोडिदेऊ भाइ इंग्लिश छोडिदेऊ बिचमा हाल एक दुई केटाहरू माइन्ड नगर होइन त नदुख होइन म नेपालीको कसैको र्यापै सुन्दिनँ म चाहिँ युएस र्यापहरूमा चाहिँ सुन्छु केटाहरूको डी बेबी हट बोय सोल्जर किड यस्तोहरूको र्यापहरू सुन्न हुन्छ मलाई बवाल लाग्छ क्या हुन्छ नि म केटाहरू नेपालको केटाहरू माइन्ड नगर ल म तिमीहरूको चाहिँ खासै सुन्दिनँ म त्यताको सुनिरहन्छु अनि तिमीहरूको र्याप सुन्नु फेरि के गाली गरेर मात्र गरे आउँछ होइन अनि मलाई भनेको कि जस्तो लाग्छ नि सुन्दै मन लाग्दैन अब पहिला जस्तै आउँछ एमसी म कोसिस गर्छ अधुरो कोसिस हुन्छ अपूर्ण सम्झे भन्दा पनि तिम्रो याद आउँछ मेरो मनदेखि भन्दै के जस्तो लाग्थ्यो क्या त्यसरी सुन्न मन लाग्छ नि त गीत भनेको त्यो ऱ्यापको बारेमा ऱ्याप हानेर अनि त्यो ऱ्यापकै भित्र ऱ्यापरलाई चाहिँ डिस गर्ने टाइपको लिरिक्सहरू चाहिँ त्यस्तोहरू चाहिँ गाउन छोडिदियो केटाहरू बरु सक्छ भने हामी मिलेर जाउँ अघि बढौँ म्यासेज दिने इच्छा छ भने छैन भने अब म कसैको खासै मलाई कसैको त्यो सबैलाई यो ध्यान दिएर बस्ने फुर्सद पनि छैन हो साईको मुजी रे साईको पारा भेटेर बोतल टाउकोमा फुटेर थाहा पाउँछ नि फेरि बोतल टाउकोमा फुट्दा यस्तो अरे क्या कहाँ छु म भएर क्या एकैछिनमा नकआउट भएर यस्तो भित्रमै बोतलले यहाँनिर मुझे हानेपछि फेरि झट्का हान्दाखेरि थाहा पाउँछ हामी बवाल हान्छ नि फेरि म बोतल त फेरि बोतल पानीको बोतल होस् कि बियरको बोतल होस् कि जेसुकैको बोतल होस् हातमा जे छ त्यही मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश झ्याउ लागिसकेपछि रिस उठेर आउँछ भने झम् अगाडि भ्याच हानिदिनु मुजी अगाडि आइजन मात्र त्याच्ने यस्तो हान्छ नि मुजीहरू सबलाई माछेको आम्मा हो भनेपछि खालि